हामी चाहिँ बर्थडेको लागि गएको साइलेन्ट म नानीको बर्थडे थियो हेर्नु हामी चाहिँ देखाउँछौँ हामी चाहिँ होटलमा चाहिँ रोडो ऱ्यान्डो भन्ने होटलमा गएको थियौँ त्यसपछि हाम्रो अब केक काट्ने कार्यक्रम भइरहेछ अब त्यो भाइले जिस्किरहेको छ र अब त्यहाँ फोटो खिच्ने कार्यक्रम भइरहेछ केक चाहिँ खतरा छ यो केक चाहिँ मैले त्यो केकलाई घुमाइसकेपछि बर्थडे गर्ललाई पनि देखाएँ बर्थडे गर्ल क्युट भएकी छिन् त्यसपछि सबैजनाको फोटोहरू लिँदै हुनुहुन्थ्यो त्यहाँको पोज गरिसकेपछि फेरि सबैजनाको ग्रुपमा फोटो खिचाउने भयो फोटो खिचाइयो फोटो खिचाउने क्रममा त्यहाँ उसले चाहिँ स्प्रे मैले छिर्किने क्यान्डल बाली अब त्यसले चाहिँ पोज गरिरहन्छ साथीहरू म चाहिँ स्प्रे छोड्नेमा परेको थिएँ त्यसपछि स्प्रे चढिसकेपछि अब उसले चाहिँ फुक्छ ल होइन कसरी फुक्छ अब पुग्दै अनि उसले चाहिँ क्यान्डल फु गरिसके नानीले अनि त्यसपछि अब त्यहाँ अब चाहिँ केक काट्ने कार्यक्रम भयो केक काट्ने कार्यक्रममा मैले चाहिँ सबैजनाको फोटोहरू लिएँ फोटो खिच्ने कार्यक्रम भइरहेछ अनि त्यसपछि केक काट्दैछौँ केक काटिसकेपछि फेरि फोटो लियौँ है हामीले फोटो उसले रहेको चाहिँ फेरि छिर्किदिएछ फोटो खिच्ने कार्यक्रम उसको हजुरआमाले त टिका लगाइदिनु भयो अब केक खुवाइदियो भने चाहिँ केक खुवाइदिनु त्यसपछि उसको सानीमाले खुवाइदिनु भयो अनि उसको दिदी अनन्या फेरि त्यो आमाले चाहिँ हामी सबैजनाले टिका लगाइदिनु भयो त्यसपछि टिका लगाइदिइसकेपछि आयुष्माले त्यो चाहिँ नानीले टिका लगाइदिए उसले चाहिँ दिदीलाई पैसा दिए अब त्यसमा चाहिँ म छु है लास्टमा चाहिँ मैले चाहिँ ह्याप्पी बर्थडे साइलेन्ट भने उसले मुखमा खाँदै थिएँ खाँदा पनि थ्याङ्क यू भनिरहेको थिएँ मैले चाहिँ उसलाई गिफ्ट दिएँ सानो गिफ्ट दिएँ अब उसको भाइले उसले चाहिँ धेरै खुवाइदिनु भने खुवाउँदैछ है अनि उहाँले चाहिँ किताब पढ्न लाउनु भएको छ त्यो सकिसकेपछि हामीले सिधै तल आयौँ है अब हामी चाहिँ केक खाने कार्यक्रम थियो केक खाँदै आयौँ केक सबैजनाले खायौँ है केक खाँदै गर्दा राम्रो आयो मोमो आयो अनि फ्राइड राइस आयो बिरयानी आयो है बिरयानी खाँदै थियौँ खाइसकेपछि अब सबैजनाले त्यो बिरयानी खान लाग्यौँ अनि खाइसकेपछि त्यहाँ धेरै भयो हामीलाई धेरै भइसकेपछि हामी चाहिँ खाम्सी खाइराख्यौँ ल बाइ